So finally you can see हेलो साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो। के छ खबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि म चाहिँ कहाँ जान लागिसकेको छु थाहा भइसक्यो होला हजुरहरुलाई। म चाहिँ जान लागेको छु कलेज। अब कलेज पनि धेरै दिन लाग्ने होला छैन, 22 गतेसम्म मात्रै हो। त्यसपछि अब हाम्रो चाहिँ एक्जाम हुन्छ होला 1-2 महिना पछि, बिदा छ अनि फुल। त्यही भएर म चाहिँ कलेज जान लागेको छु। अहिले चाहिँ हल्का फुल्का केही इम्पोर्टेन्ट क्वेशनहरु भनिदिनुहुन्छ कि सरले भनेर। ओके, टाइम चाहिँ भइसकेको छ। अब हामी चाहिँ निक्लियौं कलेजको लागि। अनि अहिले म चाहिँ कहाँ भने बस पर्खेर छ मेरो पछाडि। अनि कलेज त उद्या छ, यहाँदेखि यस्तो गएर यस्तो कलेज जाने हो कि हामी चाहिँ। ठ्याक्क हाम्रो कलेजको यतापट्टि चाहिँ कलेज मतलब यो मतलब म हिँडिरहेको छु त यो साइडको चाहिँ कलेज छ हैन। अनि यता चाहिँ बस पार्क छ कि नजिकै छ कलेज, त्यति टाढा छैन म बस्ने ठाउँदेखि। कलेज चाहिँ लास्ट नजिकै छ भनौँ। जम्मा अब कलेजभित्रै भेटौँला क्लासमा। कलेजको जङ्गल चाहिँ देखिसकेको छ। अगाडि म चाहिँ सर्टकट आइदिएको कि अगाडि गेटबाट नआएर यो बाटो ठ्याक्कै नजिकै पर्छ नि त मलाई। पछाडि बस पार्क छ हैन मेरो पछाडि, अनि यता कलेज छ। क्या मजा हैन। कहीँ जानु मलाई सट्टाइ बस पार्क गए ट्याप भइदियो अनि हो कि नै। किन त हेर्नु न बस पार्क छ, कतै जानु मलाई ट्याप भइदियो बस पार्क आएर। सो फाइनली अनि म चाहिँ क्लासमा आइसकेर एउटा सब्जेक्ट पढेर अर्को सब्जेक्टको घन्टी लगाइसक्यो। यिनी यता छन् युवराज, हाम्रो पछाडि कोही छैनन्, अगाडि चाहिँ छन्, म देखाउँछु। अरू क्लासमा चाहिँ यता फेरि गेम खेल्दैछन् केटाहरू। अनि आधा चाहिँ यता छन्, आधा अगाडि छन्। अनि हामी चाहिँ यता बसेर गेम हेरिरहेछौँ। अब इकोनोमिक्स हो कि अहिले पढायो भने अहिले सर आउनु भएको छैन, खै कति बेला आउनुहुन्छ। अरू केटाहरू चाहिँ फेरि गेम खेल्दैछन् यता चाहिँ हैन। अनि आधा चाहिँ यता छन्। सो हाम्रो चाहिँ बिदा भइसकेको छ, 10 बज्यो। अहिले हामीहरू चाहिँ वहाँ चाहिँ टन्नै खोल्दैछ क्याम्पसको। अब हामीहरू चाहिँ घरतिर लागिसकेको छौँ। यु क्यान सी अगाडि राम्रो केटी त कोही छैनन्। अब चाहिँ गएर भेटौँ ल, भोक लागिरहेको छ। घाँस खाइरहेको छु मैले। त्यो घाँस होइन कि चियामा हालेर खानु बहुत मिठो लाग्छ। अनि हाइलेक्स देख्न सक्नुहुन्छ त्यहाँ खडा। सो फाइनली अनि म चाहिँ आइसकेको छु घर। अब चाहिँ कपडा चेन्ज गरौँ अनि खाना खाऊँ न। सो फाइनली आज एकदमै स्पेसल खाना हुँदैछ। त्यो चाहिँ पुरी अरू के हुँदैछ यहाँ अचार, पुरी अचार हुँदैछ आज चाहिँ हाम्रो खानामा। बिहानको पुरी खुवाइदिरहेछन् बिहान बिहान मलाई चाहिँ। यो रोटी पनि रहेछ, सुक्खा रोटी, पानी हालिसक्यो म त बोल्नु। सो फाइनली यु क्यान सी हेर्न सक्नुहुन्छ दही चटनी पुरी सुक्खा रोटी। अब चाहिँ हामी खान लागेको छौँ तरकारी पुरी अचार पुरी। आज भात त पनि मन लागेन तिमीहरूलाई? भात भनेको भात हो नि, यस्तो चिल्लो रोटी खाएर बिरामी हुन्छन् मान्छे। A few moments later. सो गाइस अरू के छ, म चाहिँ अहिले कहाँ जान लागेको छु भनिराख्नु भएको होला। म चाहिँ अहिले जान लागेको छु जिम। मैले जिम जोइन गरेको भयो समथिङ 2 विक अथवा 1 मन्थ जति बिचमा बिदा थियो जिम। त्यही भएर आजदेखि फेरि स्टार्ट गर्न लागेको छु। अनि म चाहिँ राइट नाउ कति छु भन्नुपर्छ, अहिले चाहिँ मगलगढी चोकतिरबाट जान लागेको छु। यु क्यान सी अगाडिको चोक चाहिँ मगलगढी चोक हो। अब यो चोकबाट चाहिँ मैले लगभग 500 मिटर जति हिँड्नुपर्छ जिम, त्यसपछि आउँछ। अनि यो गाडीको आवाज मेरो आवाज सुनेको छैन होला, मलाई लागिरहेछ केही छैन, सुनिन्छ बिस्तारै। अनि अरू के छ त, अरू सब त्यस्तै हो। अनि
जिम चाहिँ पातलो भयो भने के गर्ने कन्टिन्यू अब चाहिँ हल्का बडीहरू बन्छ त्यही त हो फिजिकल्ली मेन्टल्ली स्ट्रङ हुन्छ हो कि अब चाहिँ हामी जिमै गएर भेटौँला नत्र मङ्गलगढी चोक हेरिहाल्नुहोस् मान्छेको फेरि आवत जावत बहुत धेरै छ क्या यतातिर अनि गाइस एउटा कुरा देखाउन लागेको छु त्यो चाहिँ के हो भन्नुपर्दा यु क्यान सी यहाँ चाहिँ स्काई ब्रिज बन्दैछ मङ्गलगढी चोकमा त्यो ब्रिज बनेपछि माथि चढ्नुपर्छ पहिलो कुरा चाहिँ दोस्रो कुरा बाइले भनिदियो मलाई पनि थाहा छैन काम हुँदैछ यसको चाहिँ त्यो चाहिँ कहिलेसम्म पुरा हुन्छ एक्ज्याक्ट मलाई थाहा भएन बट काम चाहिँ कन्टिन्युस भइरहेको छ कि कन्टिन्युसली अनि देख्न सक्नुहुन्छ चोकैमा आइसकेको छु म चाहिँ धन्नै हान्दै थिएँ स्कुटीले गाह्रो छ हिँड्दै जान पनि नोइज धेरै आयो होला किनकि माइक युज गरेको छैन मैले नोइज खतरा आइरहेको भनौँ अनि मान्छेको आवत जात पनि धेरै छ किनकि आज चाहिँ हल्का शीतलो छ नि त नत्र अघि पछि छाता ओढ्दै हिँड्थेँ आज चाहिँ बिहान पानी परेको थियो त्यही भएर चाहिँ अहिले मौसम चाहिँ मस्त छ भनौँ मतलब मस्त भन्दा पनि हावा चलिरहेको छ चिसो हावा त्यस्तो कारणले गर्मी भइरहेको छैन नि त हो कि यु क्यान सी दामी देखेको छ भ्यू चाहिँ सो आइ एम राइट नाउ जिम म चाहिँ जिममा छु यु क्यान सी म चाहिँ जिम पुगिसकेको छु होइन आज चाहिँ हो मेरो चेस्ट र ब्याक के भन्छ के थियो म त्यो चाहिँ अब हान्ने होला छु भेटौँ अब एकछिन पछि अनि म चाहिँ आइसकेको छु जिमबाट यु क्यान सी अनि अहिले म चाहिँ घरतिरै जान लागेको छु भनौँ कस्तो थाक लाग्यो धेरै दिन भयो नि त नहानेको त्यही भएर अहिले राइट नाउ म चाहिँ मङ्गलगढी चोकमा छु यु क्यान सी म चाहिँ जिमबाट निक्लिसकेको छु 6 बजे क्या करिब अब हामी चाहिँ घरै गएर भेटौँ गाइज अनि म चाहिँ घर पुगेर पनि एउटा काम गर्न जान लागेको छु खबरै चेन्ज गरेको छैन अहिले म चाहिँ कहाँ जान लागेको छु भन्नुपर्दा म चाहिँ अहिले मन्डीतिर जान लागेको छु तरकारी चाहियो अरे होटलको लागि त्यही भएर मन्डी म चाहिँ हिँड्दै जान लागेको छु दाइलाई खोजेको बाइक छ त्यहाँ तर दाइ हुनुहुन्न त्यही भएर मैले चाहिँ दाइले नखोजेर हिँड्दै गएर तरकारी ल्याउन मन्डीतिर जान लागेको छु त्यही पनि कहाँबाट भन्नु न बस पार्कतिरबाट सो फाइनली अनि म चाहिँ मन्डी पुगिसकेको छु यु क्यान सी होइन तरकारी अब कहाँ राम्रो पाइन्छ त्यहाँबाट लग्ने त होला सो फाइनली अनि म चाहिँ आइसकेको छु तरकारी पसलमा पनि चाहिँ मैले प्याज जोख्नु राखेको छु भनौँ 2 केजी भएछ 2.5 केजी लगौँ यत्रो क्याराको हातै दुख्यो लिटरल्ली गाह्रो हुन्छ बाइकमा ल्याएपछि अँध्यारो हुन लागिसक्यो पुरा सो फाइनली मैले चाहिँ तरकारी ल्याएर पनि यहाँ दिइसकेको छु काम स्टार्ट भइसकेको त्यहाँ चाहिँ भाउजू नि काम गर्दै हुनुहुन्छ साथीहरू आयो हजुरहरूलाई भिडियो राम्रो लाग्यो होला अनि म चाहिँ अहिले सुत्न लागेको छु ओके अब हामी चाहिँ भेट्ने गर्छौँ नेक्स्ट ब्लगमा तबसम्म बाइ।